तेह्रथुम बजारभित्रबाट हामी हिँडिरहेका छौँ। सरल यो म्याङ्लुङको पहिचान यहाँ बिरालोले हेरिरहेको छ हामीलाई। बिरालो हेरेको हेरे यो बजारमा हामी छौँ। बजारमा छौँ हामी। म्याङ्लुङको बिरालो मध्य पहाडी लोकमार्गको यहाँ नेपालको नक्सामा देखाइएको छ। म्याङ्लुङ प्रवेशद्वार पछाडि म्याङ्लुङ बजार तेह्रथुम जिल्लाको सदरमुकाम देखिरहेको छ। मन्दिरमा पूजा भयो। हामी पाथिभरा देवीको मन्दिर प्रवेश गर्दैछौँ। हाम्रो ददी सर हुनुहुन्छ यहाँ फर्स्टमा, दिपजन सर, लीला सर र म छु। अब हामी यहाँ अगाडि बढ्दैछौँ। यहाँ एउटा अलौकिक संसार पनि छ यतापट्टि। ल हेर्नुस् न रमाइलो छ। यस ब्याकग्राउन्डमा यहाँ मन्दिर देखिरहेको छ, एकदमै ढुङ्गामाथि, ठुलो ढुङ्गामाथि मन्दिर। हामीहरू जाँदैछौँ। लीला सर, यता दिपजन सर। लङ्का टापु भन्दा पनि त्यो शीतल उता हालेर यता पाथिभरा देवीको मन्दिरमा प्रवेश गरी एकदमै उचाइमा रहेको छ। यहाँ मन्दिर देख्न सकिन्छ। मन्दिरमा टुँडालहरूको पनि प्रयोग गरिएको छ। एकदमै गोल्डन मन्दिर छ। पाथिदेवी भाराको मन्दिरको मूर्तिहरूको यो मन्दिर एरियाबाट देखिने तेह्रथुम जिल्लाको म्याङ्लुङ बजार हामी यहाँ पृष्ठभूमिमा देख्न सक्छौँ। एकदमै सबै क्लियर देखिरहेको छ। यो त हाम्रो संसारकै राम्रो मोबाइलहरू। हामी यहाँ 4 जना छौँ। पाथिभरा देवी मन्दिर यतापट्टि ऐसुलुको बोट, ऐसुलु मजाले फलिरहेछ। हामी यहाँ ऐसुलु पहेँलो कलरको ऐसुलु राउन्ड टेबल, यो लभ पार्क होला मलाई लाग्छ। राउन्ड टेबल छ। यो पिकनिक स्पट जस्तो छ। गुराँसको फुल फुलिरहेछ, अलिअलि बाँकी रहेछ गुराँसको फुलहरू यहाँनिर। यहाँ पुरा हार्ट सेपमा राम्रो हार्ट सेपहरू छ। राउन्ड टेबल छ, बस्ने ठाउँ छ, रमाइलो गर्ने ठाउँ छ। यो एउटा भ्यू पोइन्ट हो। यहाँबाट पनि हामी पाथिभरा देवीको मन्दिर देख्न सक्छौँ। गुराँस फुलिरहेछ।